नमस्कार सबैमा। आज अलिक अति गम्भीर विषयमाथि चर्चा गर्न लागिरहेको छु र यो विषय मेरो लागि जतिको गम्भीर छ हजुरहरूको लागि पनि त्यति नै गम्भीर हुन सक्छ। किन मैले यस्तो भनेको हो भन्दाखेरि आज म चर्चा गरिरहेको छु रोड एक्सिडेन्ट हैन। जति पनि पाइटेङ्की, नक्सलबाडी, सिलिगुडी हैन हाम्रो खोरीबारी क्षेत्रमा जति पनि रोड एक्सिडेन्ट हुन्छ दिन प्रतिदिन लगातार रूपमा भइरहेको हुन्छ। महिनामा कोही न कोही एकजना मान्छे मरेको गाउँको होस् हैन, छरछिमेको होस्, कोही न कोही गएकै हुन्छ। र म यहाँ कसैलाई दोष दिनको लागि पनि होइन र एउटा सचेतता ल्याउनको लागि मात्रै हो र हामी सबैमा त्यो कुरा हुनुपर्छ भन्ने विषयलाई लिएर आएको हो। अब यसका मेन कारणहरू यदि हामीले हेर्नु पर्दाखेरि के छ त, किन यस्तो केसेसहरू दिन प्रतिदिन लगातार रूपमा एउटै प्याटर्नमा हैन रोड एक्सिडेन्टमा मान्छेहरू मरिरहेका छन्। कसै न कसैको दाजु, कसै न कसैको छोरा, कसै न कसैको भाइ, कसै न कसैको साथीभाइ हैन मरि नै रहेको छ। अनि अब भर्खरै तपाईँले हेर्नुभयो शङ्कर छेत्रीको 5-6 महिनादेखिको लगातार हिट एन्ड रन केसेस चलिरहेको छ, त्यसमा न्याय पाएको छैन। अनि मरिसकेपछि हामीले न्यायको गुहार लगाउँदाखेरि पनि न्याय नपाउने यस्तै केसेसहरू म हेरिरहेको थिएँ। र यसो डाटा निकालेर हेर्दाखेरि तपाईँले 24 देखिको 25 तपाईँ आफै पनि सर्च गर्न सक्नुहुन्छ। 24 अनि 25 वर्षभित्रमा 223 जना हाम्रो एरियाभित्रमा 223 मान्छेहरूले ज्यान गुमाइसकेको छ रोड एक्सिडेन्टमा हैन। अब यो 26 को त कुरै नगरौँ, 6 महिनाभित्रमा कतिवटा केसेसहरू भइ नै सकेको छ। र 2 वर्षको भित्रमा मान्छे यति बिना गइसके जो चाहिँ रेजिस्टर्ड केसेसहरू हो। अनरेजिस्टर्ड केसेसहरू त अरू पनि छन् होला हैन। अनि अब म धेरै टाढो जाँदिनँ। हाम्रो पानीटेङ्की र खोरीबारी क्षेत्रभित्रमा यदि कुरा गर्नु पर्दाखेरि यहाँ हाम्रो इन्टरनेसनल बोर्डर परेकोले गर्दाखेरि भुटान, नेपाल, बङ्गलादेश तिनैवटा बोर्डरमा गाडीहरू चल्ने भएकोले गर्दाखेरि यति बिना रस हुन्छ, ट्रकहरूको यति बिना जाम हुन्छ हैन। अनि न ट्राफिक रुल फलो गर्छ, न कसैले त्यसप्रति ध्यान दिन्छ, लापरवाही यति बिना छ है। अब यति बिना लापरवाही छ जहाँ मान्छे फुटपाथमा यसरी हिँड्ने बाटोमा पनि राम्ररी हिँड्न सकिँदैन, जोगी जोगी हिँड्नुपर्छ है। अनि यहाँका हरेक स्टेटको गाडीहरू तपाईँले पाउनुहुन्छ, चाहे त्यो भुटानको होस् है स्टेटको, चाहे त्यो नेपालको होस्, चाहे त्यो हाम्रो इन्डियाको अदर स्टेटको कुरा गर्नुहोस्, तपाईँले नागाल्यान्डको गाडी पाउनुहुन्छ, मेघालयको गाडी पाउनुहुन्छ हैन। अनि राजस्थानदेखिको लिएर युपी, बिहार, हरियाणा, पन्जाब अल सबै नम्बरको प्लेटको गाडीहरू चल्छ। अनि यति बिना रस हुन्छ अभियसली। अनि यो एउटा गम्भीर विषय किन होइन, किनभने त्यहाँ पेट्रोल पम्पको अगाडि तपाईँले हेर्नुभएको छ एकपछि अर्को खापमाथि खाप गरेर गाडी राखिरहेको हुन्छ। टाढोबाट आउने गाडीहरूले त्यो बाटो यति कन्जेस्टेड छ त्यहाँ हिँड्नु मान्छे डराइ आज मेरो छोरा यसो कता निस्क्यो भरे आउँछ कि आउँदैन भनेर आमा बाउको मनमा कति बिना डर भइरहेको हुन्छ। त्यो त्यही घरको मान्छेले मात्रै थाहा हुन्छ। भर्खरैको केसेस हेर्नुहोस्, छोदेन लामा हाम्रै गाउँको भाइ हैन, त्यो त मरेको छैन, त्यही भएर हजुरहरूले न्युज सुन्नु भएको छैन होला। उसको अवस्था कस्तो भएर बसिरहेको छ, घरको एक्लो छोरो घरदेखि बाहिर यसो 5 बजीतिर बिहान पख निस्केको हो, पछाडिबाट बसले कि ट्रकले हानेर अहिले ऊ बिजोग अवस्था भइरहेछ उसको। अनि त्यो अब हस्पिटलमा पनि कुनै नेताको अगाडि नगएसम्म उसले त्यो के भन्छ आफ्नो ट्रिटमेन्ट तबसम्म नपाउने अवस्था छ। अनि यो अवस्थाहरू हेर्नुहोस्, मान्छे मरिसकेपछि केही भइसकेपछि मात्रै हामी त्यो विषयमा ध्यान दिनुपर्ने हो कि बा अरू पनि केही समाधानहरू छ जसमा हामीले ध्यान दिनुपर्ने छ। कारणहरू विशेष गरी के छ त भन्दाखेरि एक त बिना हेलमेट लगाएर गाडी चलाउँछन् कि हैन, बा रोडवेज यसको मुख्य कारण हो कि, बा ओभरटेकिङ यसको मुख्य कारण हो, बा स्ट्रिट लाइट नहुनु। स्ट्रिट लाइट नहुनु एउटा मुख्य कारण किन पनि हुनसक्छ, किनभने बगान एरिया फरेस्ट एरिया पर्छ हाम्रोतिर। अनि अब त्यो अँध्यारो हुन्छ। अनि ज्यादातर केसेसहरू कुन चाहिँ प्याटर्नमा हुन्छ फलो गरेर दुर्घटना भइरहेको छ भन्दाखेरि बेलुकी 5 बजीदेखिको तपाईँ अर्को नेक्स्ट बिहान 5 बजीसम्मको भित्रमा जति एक्सिडेन्टहरू हुन्छ त्यो ज्यादातर केसेसहरू त्यो एक्सिडेन्ट त्यो दुर्घटना भएको केसेसहरू छ। र त्यसैले बिहानको 5 बजीदेखि बेलुकी 5 बजीदेखिको लिएर अर्को नेक्स्ट 5 बजीसम्ममा दुर्घटनाहरू लगातार रूपमा भइरहेको छ। इट मिन्स स्ट्रिट लाइट एउटा मेन इस्युज हो त्यहाँको हैन। अर्को छ ट्राफिक जाम, त्यहाँ कन्जेस्टेड छ। रोड अहिले ठुलो भए तापनि है आफ्नै रोड हो, सरी मान्छे हिँडिरहेको हुन्छ। अथवा अर्को ट्राफिक रुल फलो नगर्नु हो कि, अथवा ड्राइभिङ गर्दा ओभर कन्फिडेन्ट हो कि, अथवा ड्रिङ्क एन्ड ड्राइभ एउटा मेन रिजन हो। तपाईँहरूलाई पनि यो कुनै रिजन, यी रिजनहरूमा कुन चाहिँ कारण चाहिँ मेन हो, मुख्य हो भन्ने जस्तो लाग्छ मलाई अवश्य पनि बताउनु होला। किनभने मलाई लाग्छ यी सम्पूर्ण कारण नै मेन हो। र विशेष गरी स्ट्रिट लाइट अनि ड्रिङ्क एन्ड ड्राइभको केसेस। देन अर्को 3rd नम्बरमा छ यो ट्रकहरूको जुन चाहिँ
लापरवाही छ हैन। यो 3वटा मेनली मलाई लागे अनुसार यो 3वटा रिजन मेन हो र यसप्रति हामी पनि जागरुक हौँ र कसैले गाडी चलाउँदाखेरि यसो ध्यानपूर्वक चलाइदिनुहोस् हजुरहरू पनि, ताकि नेक्स्ट टाइम कसैले गुहार लगाउनु पर्दाखेरि यसरी भौतारिएर हिँड्नु नपरोस् हाम्रो मान्छेहरू भन्न चाहन्छु। र यो सतर्कता हजुरहरूमा पनि बसोस्। हजुरलाई यो विचार प्रति के कस्तो सहमति गर्नुहुन्छ मलाई अवश्य पनि भन्नुहोला। धन्यवाद एभ्रिवान।